नमस्ते सम्पूर्णमा सबैजना सञ्चारमै हुन्छ होला। म पनि सञ्चारमै छु। आज चाहिँ हामी माल्टा एमडिना घुम्ने क्रममा अगाडि बढ्दैछौँ। जिन्दगीको रमाइलोमा आज चाहिँ हामी दाइहरूसँग यसो घुम्न बाहिर निस्केका छौँ। रमाइलो गर्दै हजुरहरू पनि इन्जोय गर्नुहोला। हाम्रो राज दाइको गाडी त्यो अगाडि पार्क भइरहेछ। कुना काप्चा अगाडि बढ्दै बढ्दै हामी त कता छिर्यौँ है लागे है हेर्दै गर्दै जिन्दगीमा हामी चाहिँ यस्तै त हो नि अहिलेलाई। जो अलिकति घुम्न रमाउन नजारा हेर्न रुचाउनुहुन्छ उहाँहरूको लागि चाहिँ एकदम रमाइलो राम्रो दृश्य अवलोकन गर्ने ठाउँ रहेको छ। द साइड लुक्स वन्स वाउ गर्दैछौँ। हाम्रो साथमा सम्पूर्ण जनताहरू हुनुहुन्छ। वरिष्ठ हाम्रा इन्टरनेसनल टुरिस्ट दाजुहरूको साथमा छौँ। हामी एकदम रमाइलो गर्दैछौँ। सबैले हेरेर मन पराइदिएर लाइक सेयर सब्सक्राइब कमेन्ट जे हुन्छ सबै ठोकठाक पारेर चाहिँ एकदम मजाले मिलाएर हल्का सबर गर्दै हेर्दै इन्जोय गर्दै हामीले जे भेट्छौँ त्यही देखाउँदै छौँ तपाईँहरूको लागि। तपाईँहरू हुन्छ त हामी छौँ। हामी सबै मिलिजुली भयौँ भने एकसाथ भएर चाहिँ हामी गर्नुपर्छ जिन्दगीमा रमाइलो गर्नुपर्छ। राजेश दाजु हेलो दाजु हामी कहाँ गएको अरे दाइ? त्यो चाहिँ एमडिना अरे मलाई पनि थाहा थिएन। म चाहिँ नयाँ छु यहाँ। हाम्रो राज दाइ चाहिँ हाम्रो धेरै पुरानो 15 करोड महिना पहिला यहाँ उपस्थित हुनुभएको। तर अहिले चाहिँ यहाँ विभिन्न परिचितहरू हामी देख्दैछौँ। तपाईँहरूको साथमा साथ दिनु होला। हल्का रमाइलो हान्यौँ भनेर हामी पनि आज निस्केको थियौँ छुट्टीको दिनमा। यसो काजुम भन्दै अब यसो निस्किँदाखेरि चाहिँ यता आइपुग्यो। विभिन्न ठाउँका मानिसहरू चाहिँ यता घुम्न आउनु हुँदो रहेछ रमाइलो गर्दै। यो चाहिँ माल्टा एमडिना कोही फोटो खिच्दै हुनुहुन्छ। हाम्रो बाजे बोजूहरू चाहिँ हल्का रमाइलो गर्दै हुनुहुन्छ। कहाँबाट हुन्छ उहाँहरू थाहा छैन। तर रमाइलो चाहिँ लास्टै हल्कै भन्दा पनि धेरै रमाइलो गर्दै हुन्छ। हामी पनि रमाइलो गर्दैछौँ। हामी पनि घुम्दै फिर्दै अगाडि बढ्ने क्रममा चाहिँ हामी एकदम हिँड्दैछौँ। हाम्रो राजेश दाइ म सम्पूर्ण महानुभावहरू अहिले हामी कहाँ पुग्यौँ है? हल्का रमाइलो गर्दैलाई हाम्रो चाहिँ यस्तै छ। राज दाइले बोलाउनु भयो हामीलाई के चाहिँ हेर्न बोलाउनु भयो भने त यस्तो रहेछ नि त। यो भ्यू हेर्न पो बोलाउनु भएको रहेछ। ल है हेरिदिउँ है हल्का सबर गर्दै यो भ्यू चाहिँ हेरिदिउँ है। बेलुकी चाहिँ हामी यसो बाहिर निस्केको पार्क। Ok, si va ragazzi. Giovani, pianiamo. हामी यसो साथीहरूसँग दाजुहरूसँग घुमफिर गर्दै बाहिर निस्किँदाखेरि चाहिँ यस्तो नजारा देख्न पुग्यो। रमाइलो गर्दैछौँ। तपाईँहरू पनि हेरेर रमाइलो गर्नुहोला। आजको हाम्रो खेलो चाहिँ यति नै रह्यो। सबैलाई धेरै धेरै धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा। शुभरात्री।